स्वागत छ साथीहरू मेरो ब्लगको पार्ट 2 मा। अघिल्लो पार्टमा बिहानको शब्द खेल प्रतियोगिता र साना नानी बाबुहरूको ड्रइङ त देख्नुभयो। टिफिन ब्रेक पछि चाहिँ सिङ्गो स्कुल एकाडेमिक मोडमा शिफ्ट भयो र मेरो लगातार सिनियर क्लासका कम्प्युटर प्र्याक्टिकल सेसनहरू सुरु भए। टिफिन लगत्तै मेरो पहिलो पिरियड कक्षा 8 मा थियो। उनीहरूको कम्प्युटर ल्याबमा एउटा पुरानो प्र्याक्टिकल काम बाँकी थियो। आज मैले उनीहरूलाई आफ्नो डकुमेन्टमा आफैले कस्टमाइज गरेको क्विक स्टाइल एड गर्ने बाँकी काम पुरा गर्न लगाए। उनीहरूले फन्ट, कलर र हेडिङ स्टाइलहरू आफै मिलाएर डकुमेन्ट डिजाइन गरेको देख्दा उनीहरूको टेक्निकल स्किल अझ निखारिएको महसुस भयो। कक्षा 8 को क्लास सकेपछि म कक्षा 6 का विद्यार्थीहरूलाई लिएर कम्प्युटर ल्याबमा छिरे। आज उनीहरूलाई वर्डमा काम गर्दा प्याराग्राफ फर्मेटिङ कसरी गर्ने भन्ने सिकाउनु थियो। त्यसका लागि मैले उनीहरूको कम्प्युटर किताबमै भएको एउटा चिठी टाइप गर्न लगाएर एलाइनमेन्ट र स्पेसिङहरू प्र्याक्टिस गराए। यो उनीहरूको लागि निकै उपयोगी सेसन रह्यो। कक्षा 8 को एडभान्स डकुमेन्ट स्टाइल र कक्षा 6 को प्याराग्राफ सेटिङ त सकियो, तर दिनको अन्तिम क्लासमा कक्षा 7 का विद्यार्थीहरूलाई मैले टेबल क्रिएट गर्ने कुन चाहिँ टास्क दिए त हेर्नुहोस् पार्ट 3 मा। पार्ट 3 को लागि लाइक र सब्स्क्राइब गर्नु नभुल्नुहोला है। अहिलेको लागि बाई बाई।